हेलो सबैलाई नमस्ते। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। अनि म चाहिँ आज जो भइरहेको छ यो इरानले जो आक्रमण गरिरहेको छ अनि त्यही विषयलाई लिएर आइरहेको छु। मलाई चाहिँ भन्न मन चाहिँ अस्तिदेखि थियो अनि मैले चाहिँ सोचेँ थोरै अन्त्य हुन्छ होला, थोरै सामने हुन्छ होला भन्दा भन्दै भएन। यो चाहिँ झन् धेरै भिडियोहरू आइरहेको छ, झन् धेरै भिडियो, झन् त्यो नानाथरी के अब न साँचो हो न झुटो हो केही थाहा छैन होइन, त्यस्तो भिडियोहरू आइरहेको छ। अनि म चाहिँ आज चाहिँ मलाई चाहिँ धेरै मेरो शुभचिन्तकहरूले धेरैले कल गर्नुभयो अनि मलाई सम्झाउनु भयो अनि त्यसमा त म खुसी छु। अनि कस्तो नराम्रो पनि लागिरहेछ क्या। अब हामी त यहाँनिर ठिकै छौँ होइन, अनि त्यस्तो धेरै ऊ पनि त भएको छैन अनि केही थाहा छैन। अब हामीलाई यहाँनिर बसेर केही थाहा छैन होइन, अनि त्यति धेरै ऊ छैन। अनि बिचरा नेपालमा बसेर भिडियो हेरिरहनु भएको छ है, टिकटकैभरि त्यही आउँछ, फेसबुकैभरि त्यही आउँछ। अनि त्यस्तो त्यस्तो भिडियोहरू आइसकेपछि कस्तो आत्तिएर अत्तालिएर ला अब हुन्छ नि त। अब हामीले नि आफ्नो सानो सानो बच्चाहरू छोडेर आएको छौँ अनि यत्रो सानो सानो बच्चाहरू छोडेर गएका छन्, के होलान् कस्तो होलान्, यस्तो यस्तो भइरहेको छ, यस्तो यस्तो भिडियोहरू आइरहेको छ होइन भनेर। अनि मलाई कति टेन्सन गर्नुहुन्छ घर परिवारहरूले, फ्यामिलीहरूले कति टेन्सन गरेर अनि फोन गरेर फोन मार्फत सोध्नुहुन्छ के छ कस्तो छ, यस्तो यस्तो भइरहेको छ, यस्तो भिडियो आइरहेछ, एकदम टेन्सन लागिरहेछ, यस्तो भन्नुहुन्छ नि त। अनि रातिको 1 बजे कल गर्नुहुन्छ। त्यस्तो भइरहेको छ। आफ्नो सन्तानको, आफ्नो मान्छेको माया सबैलाई हुन्छ। अनि म चाहिँ यो भिडियो मार्फत के भन्छु भने म हात जोडेर भन्छु, जति पनि विदेशमा बस्नुभएको छ, यो खाडी मुलुकमा बस्नुभएको छ, प्लिज एउटा भ्युजको लागि, एउटा लाइकको लागि, एउटा यसको लागि यति धेरै यो भिडियो बनाएर नहालिदिनु होला, पोस्ट नगरिदिनु होला, प्लिज बिन्ती छ। अनि धेरै टेन्सन गरिरहनुहुन्छ यस्तो भिडियोहरू देखेर होइन। अनि हजुरहरूको नि आफ्नो आफन्तहरू हुनुहुन्छ, हजुरहरूलाई नि पक्कै सोध्नुहुनेछ के भयो कस्तो छ, अहिले के भइरहेछ भनेर सबैले सोधिरहनुहुन्छ नि त नि। अनि यस्तो भिडियोहरू नहालिदिनु होला कि प्लिज। अब यहाँनिर अब केही छैन त्यस्तो, हुनु भएको छ, हुन त नभएको होइन तर भएको छ। यो पनि त आफ्नो आफ्नो ठाउँमा भइरहेको छ। अनि जो भइरहेको छ त्यो चाहिँ अबुधाबी भन्ने एकदम टाढा छ, हामी बसेकोबाट चाहिँ एकदमै टाढा छ। अनि त्यहाँनिर भयो अरे, अस्ति 1 चोटि 2 चोटि कतिचोटि भयो भन्ने सुन्नेमा आएको हो होइन, हामीले पनि सुनेको हो। अनि हामी बसेको ठाउँतिर चाहिँ त्यस्तो केही पनि छैन। अनि कसैले टेन्सन लिनु पर्दैन हजुरहरू, हामी ठिक छौँ, हामी सेफ छौँ। अनि के त्यस्तो हल्ला हल्ला पनि छैन। हामी बसेको ठाउँतिर ड्युटी जान्छौँ, आउँछौँ, सुत्छौँ, केही पनि छैन। अनि टेन्सन नलिनु होला। अनि जति पनि हुनुहुन्छ यस्तो भिडियोहरू नहालिदिनु होला। त्यो हुन्छ नि अब भिडियो चाहिँ त्यो अब पहिला पहिला आगो लागेको भिडियोहरू पनि अहिले नै जोडेर हालिदिनु भएको छ है। जो अब पहिला पहिला बिल्डिङतिर आगो लागेको भिडियोहरू, त्यो पुरा धुवा नै धुवा भएको भिडियोहरू पनि अहिले नै हालिदिनु भएको छ कि, त्यो भिडियो पनि अहिले नै हालिदिनु भएको छ। अनि त्यो पहिला पहिला के भएको सबै अहिले नै, अनि अहिले भएको पनि अहिले नै, पहिला पहिला भएको पनि अहिले नै हालिराखिदिनु भएको छ। अनि त्यो सबै भिडियोलाई फेरि इरानले आक्रमण गर्यो युएईमा। अहिले युएई एकदम उसमा छ भनेर त्यस्तो त्यस्तो गरेर न्युज हालिदिनुहुन्छ। अनि त्यसपछि त्यही माथि फेरि हाम्रो नेपाली दिदी बहिनी दाजुभाइहरू सबैलाई त नभनौँ, कतिले चाहिँ अब भनौँ न, मैले नै देखेको, मैले नै चिनेको मान्छेहरूले पनि घर फर्केर आउँछु कि आउँदिनँ, अनि टेन्सन नलिनु, त्यो के स्ट्याटसहरू लेखेर हालिदिनु भएको छ क्या। अनि त्यस्तो भनेपछि त त्यस्तो त्यस्तो लेखेर हालेपछि त टेन्सन हुन्छ नि त नि। अनि प्लिज तपाईँहरू राम्रो, अनि त्यसपछि सेफ्टी हुनुहुन्छ भने चाहिँ त्यस्तो भिडियोहरू चाहिँ लेखेर नहालिदिनु होला क्या। अनि रुँदै त्यो एउटा लाइक अब कतिलाई त्यस्तो भइरहेको छ सबैलाई भन्दिनँ म, अनि जसलाई पनि भएको छैन अनि उहाँहरूले पनि रुँदै कराउँदै ओ म नेपाल फर्किन पाउँदिनँ, यस्तो भयो उस्तो भयो भनेर बाकसमा आउँछु के भनेर भिडियो बनाएर हाल्नु भएको छ। अनि त्यस्तो त्यस्तो देखेपछि कसलाई नराम्रो लाग्दैन र होइन। अनि त्यस्तो भिडियोहरू नहालिदिनु होला क्या, प्लिज बन्द गर्नु होला यो सबै। अनि जे हुन्छ अहिलेसम्म जे छ राम्रै छ, अब भोलि के हुन्छ त्यो कसैले देखेको छैन होइन।
अनि आज जे भइरहेको छ त्यही मात्रै दिनु होला क्या। त्यो नाना थरी त्यो अघिकोहरू त्यति धेरै भिडियोहरू बनाएर पोस्ट नगरिदिनु होला, बिन्ती छ। फेरि पनि मैले हात जोडेर भन्छु, हाम्रो पनि सानो सानो बालबच्चा छोडेर आएको छौँ। घर परिवार एकदमै टेन्सनमा हुनुहुन्छ, टेन्सन गर्नुहुन्छ होइन। अनि म चाहिँ त्यही भन्न चाहन्छु। अनि प्लिज यस्तो भिडियोहरू चाहिँ नहालिदिनु होला। अनि हामी एकदम सेफ छौँ, कसैले पनि टेन्सन नलिनु होला। यही भिडियो मार्फत भन्छु मैले। अनि हजुरहरू पनि ड्युटी जानुहोस्, आउनुहोस्, आफ्नो घर फ्यामिलीसँग राम्रोसँग कुरा गर्नुहोस्, सुत्नुहोस्। यस्तो एउटा लाइक एउटा भ्युजको लागि बाहिर जाने, भिडियो बनाउने, टिकटक बनाउने यस्तो कामहरू नगर्नु होला। यो भनेको एकदम खतरा पनि त हो नि, खतरा हो। त्यो भिडियो बनाउने टाइम पनि त होइन यो होइन भन्दै। अनि सबैजना राम्रोसँग बस्नु होला, सेफ्टी भएर बस्नु होला। यस्तो भिडियोहरू चाहिँ प्लिज पोस्ट नगरिदिनु होला भन्दै। ओके, बाई।